आवरणभित्रको संसार। हामी मानिसलाई चिन्न धेरै हतार गर्छौँ। केही मिनटको भेट, 2-4वटा शब्द, एउटा प्रतिक्रिया, एउटा हावभाव अनि हामी मनभित्रको फैसला सुनाइदिन्छौँ। यो त कस्तो घमण्डी रहेछ है, कस्तो रिसा, यसलाई त कसैको मतलब नै छैन, कति कठोर मन भएको रहेछ है। तर कहिलेकाहीँ लाग्छ हामीले अरूलाई बुझ्न खोजेका होइनौँ, हामीले त उनीहरूलाई आफ्नो सुविधाअनुसार परिभाषित गरेका हौँ। किनकि कसैको अनुहार पढ्न सजिलो छ, तर उसको मनमा वर्षौँदेखि थुप्रेको मौनता पढ्न सजिलो छैन। कसैको स्वर चर्किएको सुन्न सजिलो छ, तर त्यो स्वर किन यति धेरै भारी भयो भनेर बुझ्न सकिँदैन। कसैको आँखामा आँसु नदेख्नु सजिलो छ, तर ती आँखाले यसअघि कति रातहरू बिताएका थिए भन्ने थाहा पाउनु असम्भव जस्तै छ। सायद त्यसैले हामी धेरै पटक गलत हुन्छौँ। हामीले देखेको दृश्य पुरा सत्य हुँदैन। कुनै दिन तपाईँले एउटा व्यक्तिलाई भेट्नुहुन्छ, ऊ तपाईँले सोचेभन्दा फरक व्यवहार गर्छ, कुरा गर्दा रुखो सुनिन्छ, सानो कुरामा पनि झर्किन्छ, कसैसँग खासै घुलमेल हुँदैन। तपाईँ फर्किँदा भन्नुहुन्छ, कस्तो अचम्मको स्वभाव रहेछ। तर के तपाईँले कहिले सोच्नु भएको छ, सायद उसले जीवनमा यति धेरै चोट पाइसकेको छ कि ऊ अब सहज हुन पनि बिर्सिसकेको छ। सबै ठिक छ, म ठिक छु। हामी मध्ये धेरैले दिनमा कतिपटक यो वाक्य दोहोऱ्याइरहेका हुन्छौँ। तर कहिलेकाहीँ लाग्छ एउटा सानो वाक्यभित्र मान्छेले आफ्नो पुरै संसार लुकाएर हिँडिरहेका हुन्छन्। फोनमा कसैले सोध्छ, कस्तो छ, हामी सहजै भन्छ, ठिक छु। घरबाट टाढा हुँदा आमा बुबाले चिन्ता गर्ला भनेर भन्छौँ, सबै राम्रो छ त, सबै ठिक छ। साथीहरूले अनुहार हेरेर केही गडबड छ कि भनेर सोध्यो भने पनि हाँस्दै ठाडिदिन्छ, केही होइन यार, म ठिक छु। तर साँच्चै कि हामी ठिक हुन्छौँ त? सधैँ त हुँदैनौँ नि। कहिलेकाहीँ मनभित्र यति ठुलो आदि चलिरहेको हुन्छ कि बाहिर त्यसको एउटा झिल्कासम्म पनि देखाउनु सक्दैनौँ। बिहान उठेर आफ्नो काममा जानुपर्छ, घरको जिम्मेवारी सम्हाल्नुपर्छ, साथीभाइहरूसँग बोल्नुपर्छ, हाँस्नुपर्छ, सामाजिक सञ्जालमा सामान्य देखिनुपर्छ, अनि बेलुका सबै शान्त भएपछि आफूभित्रको त्यो आवाजसँग एक्लै बस्नुपर्छ। हाम्रो समाजमा पनि त सबै कुरा देखाएर बाँच्न सजिलो कहाँ छ र? दुखी छु भन्न साथ के भयो, किन भयो, यति सानो कुरामा पनि भन्ने प्रश्नहरू आउँछन्। धेरै पटक मनले बोल्न खोजेको कुराहरू ओठसम्म आइपुग्दैन। आँखाले आँसु खोजे पनि मान्छे मुस्कुराइदिन्छ, छाती भारी भए पनि स्वर सामान्य बनाइदिन्छ, अनि फेरि त्यही वाक्य दोहोऱ्याउँछ, म ठिक छु त। तर कसैलाई के थाहा, यहाँ यही मुस्कान खिचिनुभन्दा केही मिनट अघि उसले एकान्तमा आँखा पुछेका हुन सक्छ। कसैलाई के थाहा, अरूलाई चिन्ता नगर न, सबै ठिक हुन्छ, सबै ठिक छ भन्ने व्यक्तिले आफ्नै जीवनमा समयसँग हारिरहेको हुन सक्छ। कसैलाई के थाहा, सबैको समस्या सुन्ने मान्छे आफ्नै मनको कुरा सुन्ने कोही नहुन सक्छ। हामी प्राय मुस्कानलाई खुसी सम्झिन्छौँ, व्यस्ततालाई सन्तुष्टि सम्झिन्छौँ, मौनतालाई घमण्डी सम्झिन्छौँ, र आँसु नलुकाउनुलाई पीडा भएको नभएको प्रमाण मान्छौँ। तर भावना यति सरल कहाँ हुन्छ र? कतिपय मानिसहरू रोएर हल्का हुन्छन्, कतिपय चुप लागेर। कसैले आफ्नो दुःख गीतमा पुग्छ, कसैले काममा आफूलाई हराउँछ, कसैले रातभरि छत हेरेर बस्छ, अनि कसैले केही नभए यस्तो गरी अर्को बिहान फेरि आफ्नो दिन सुरु गर्छ। कहिलेकाहीँ त मन यति धेरै थाकिसकेको हुन्छ कि आँसु पनि आउँदैन, पीडा पनि त्यति गहिरो भइसकेको हुन्छ कि शब्दले समेट्नलाई सक्दैन। त्यसैले कुनै व्यक्तिले हाँसिरहेको देखेर उसको जीवन सजिलो छ भनेर नठानौँ। विदेशमा बसेर राम्रो फोटो राखिएको देखेर ऊ सधैँ खुसी छ भनेर नसोचौँ। गाउँमा परिवारसँग रमाइरहेको देखेर उसको मनमा सधैँ कुनै कुराको अभाव छैन भनेर पनि नठानौँ। अफिसमा आफ्नो जिम्मेवारी पुरा गरिरहेको देखेर उसलाई कुनै चिन्ता छैन भनेर निष्कर्ष ननिकालौँ। हरेक अनुहारको आफ्नो पुरा कहानी सुनाउँदैन। कसैको काँधमा परिवारको जिम्मेवारी हुन सक्छ, कसैको मनमा अधुरो सम्बन्ध, कसैको सिरानी मुनि पुराना सम्झना, कसैको मोबाइलमा डिलिट गर्न नसकेको एउटा
नाम, कसैको मनमा घर फर्किन नसकेको पीडा, अनि कसैको हृदयमा त्यस्तो कुरा हुनसक्छ जुन उसले आफ्नो सबैभन्दा नजिकको व्यक्तिसँग पनि भन्न नसकेको हुनसक्छ। त्यसैले कहिलेकाहीँ म ठिक छु भन्ने उत्तरलाई त्यही अन्तर नगरौँ, एकपटक अझै नजिक भएर सोध्दै गरौँ, साँच्चै कि तिमी ठिक छौ? सायद पहिलो पटक उसले हाँसेर टार्ला, दोस्रो पटक पनि केही छैन भन्ला, तर तेस्रो पटक उसको स्वर अलिकति बदलिन सक्छ, केही छिन चुप लाग्न सक्छ, आँखा रसाउन सक्छ, सायद यति मात्र भन्न सक्छ, थाहा छैन, अलिक गाह्रो भइरहेछ। र यही थाहा छैन बाट उसको वास्तविक कुरा सुरु हुन्छ सक्छ। हामीले हरेक पीडाको समाधान दिन सक्नुपर्छ भन्ने छैन। कहिलेकाहीँ मान्छेले समाधानभन्दा पहिले एउटा सुरक्षित ठाउँ चाहिन्छ, जहाँ उसले आफू कमजोर भएको स्वीकार गर्न सकोस्, जहाँ ऊ रोयो कसैले कमजोर रहेछ नभनोस्, जहाँ उसले मन खोलेर बोल्दा कसैले तुरुन्तै निर्णय नसुनाओस्। किनकि कतिपय घाउहरूलाई सल्लाहभन्दा बढी साथ चाहिन्छ, कतिपय प्रश्नहरूलाई उत्तरभन्दा बढी सुन्ने कान चाहिन्छ, र कतिपय रातहरूलाई औषधिभन्दा बढी एउटा आत्मीय आवाज चाहिन्छ। हामी सबैसँग आफ्नो आफ्नो अदृश्य बोध छ। फरक यति हो, कसैलाई बोझ देखिन्छ, कसैको मुस्कानभित्र लुकेको हुन्छ। त्यसैले अबदेखि कसैले म ठिक छु भन्यो भने उसको शब्द मात्र होइन, उसको आँखाको थकान पनि पढ्ने प्रयास गरौँ। कसैले धेरै हाँस्यो भने उसको खुसीमा रमाउँ, तर उसलाई सधैँ खुसी नै हुनुपर्छ भन्ने दबाब नदिउँ। कसैले चुपचाप बस्यो भने उसलाई घमण्डीको नाम नदिउँ। कसैले अचानक टाढिन खोज्यो भने उसलाई जीवनमा के भइरहेको छ भनेर बुझ्ने धैर्य राखौँ। किनकि हामीलाई थाहा हुँदैन हाम्रो जीवन एउटा सामान्य व्यवहारले कसैको दिन सजिलो बनाउन सक्छ कि झन् भारी हाम्रो एउटा कठोर शब्दले पुरा नघाउ फेरि खोलिदिन्छ कि, वा हाम्रो एउटा सानो आत्मीयताले उसको फेरि आफू एक्लो नभएको महसुस गराउँछ कि। हामी कसैको जीवनको सम्पूर्ण पीडा बुझ्न नसके पनि कम्तीमा उसको मनमा थप भार नथपौँ। कसैको कथा थाहा नभए पनि उसको जीवनप्रति अलिकति नरम बनाऊ, किनकि सायद हामीले देखेको त्यो हँसिलो अनुहारभित्र एउटा मान्छे चुपचाप आफूलाई सम्हालिरहेको हुन्छ। सायद हामीले सबै ठिक छ भनेर सुनेको आवाजभित्र धेरै अधुरा प्रश्नहरू छन्, र सायद त्यो व्यक्तिले संसारसँग केही मागेको छैन, केवल कुनै एक दिन कुनै एक आत्मीय मान्छेको उसको आँखामा हेरेर यति भनिदियोस् भन्ने चाहेको छ, तिमी ठिक नभए पनि हुन्छ, सबै कुरा एक्लै सम्हाल्नु पर्दैन, मनमा जे छ भन, म सुन्छु। सायद कहिलेकाहीँ कसैको जीवन बदल्न हामीले ठुलो काम गर्नु पर्दैन। उसको मौनतालाई सम्मान गरेर, उसको आँसु नलुकाउन दिएर, उसको म ठिक छु पछाडि लुकेको वास्तविकतालाई बुझ्न खोजेर केही समय उसको छेउमा बसेर मात्र पनि धेरै ठुलो सहारा दिन सकिन्छ। किनकि सबैभन्दा गहिरो पीडा सधैँ चिच्याएर आउँदैन, केही पीडाहरू त मुस्कुराउँदै सामान्य बन्दै म ठिक छु भन्दै अगाडिबाट हिँडिरहेको हुन्छ। त्यसैले आज कसैलाई हेर्दा उसको बाहिरी रूपले मात्र निर्णय नगरौँ। सायद ऊ आफ्नो जीवनको सबैभन्दा कठिन अध्यायमा छ, तर अझै पनि अरूलाई ढुक्क पार्न मुस्कुराइरहेको छ, र सायद त्यो मुस्कानको पछाडि लुकेको संसार बुझ्न सक्ने एउटा संवेदनशील मन नै उसलाई चिच्याइरहेको छ। मान्छे किताब जस्तै हो, आवरण हेरेर कथा नबुझ। कसैको बाहिरी गाढा हुन सक्छ, तर भित्र अझै फुल्न बाँकी हुन सक्छ। कसैको आँखामा आँसु नहुन सक्छ, तर मनभित्र पुरै समुद्र भरिएको हुन सक्छ। कसैको मिठो मुस्कान हुन सक्छ, तर हृदयमा अधुरो मौसम चलिरहेको हुन सक्छ। कम फैसला गरौँ, बढी बुझौँ, थोरै कम प्रश्न गरौँ, धेरै सुनौँ, किनकि हामीलाई थाहा छैन आज हाम्रो अगाडि उभिएको त्यो कठोर मान्छे हिजो कति पटक भित्रैदेखि भाँचिएर आजसम्म आइपुगेको हो। घमण्डको खोल ओढेर
आदर्शको कुरा नगरौँ। बोलीमा ठुला ठुला आदर्शका शब्दहरू सजाउँदैमा मान्छे महान हुँदैन। अरूलाई झुक्न सिकाउनुभन्दा पहिले आफूभित्रको घमण्ड झुकाउन सिक्नुपर्छ, किनकि आदर्श भाषामा होइन व्यवहारमा देखिन्छ, संस्कार शब्दमा होइन अरूलाई दिने सम्मानमा देखिन्छ। त्यसैले घमण्डको खोलभित्र लुकेर आदर्शको मुखौटा नलगाऊ। मान्छेले तिम्रो बोली होइन तिम्रो व्यवहार सम्झिन्छ।